मेरोमा चाहिँ यस्तो खालके जुट थियो नि त यो जुट चाहिँ एकदमै साथीहरू यो यसरी घोट्दाखेरि चाहिँ हातहरूमा काट्ने चान्स चाहिँ धेरै हुँदो रहेछ त्यसले गर्दा चाहिँ यो मैले दुईटालाई नै मिक्स गरेर यो जुन चाहिँ पेप्सी बोतललाई काटेको छु र यो दुईटालाई यसरी माथिबाट निकाल्दैछ र यसको कभरलाई हामी यसरी लगाउँदैछौँ हेर्नुहोस् न साथीहरू अलिकति निकालेर लगायो भने चाहिँ अझ बेस्ट हुन्छ र यसो गरेर हामी यसलाई टाइट गर्नेछौँ है साथीहरू यसरी टाइट गरिसकेपछि चाहिँ साथीहरू अब चाहिँ भने पर्फेक्ट भएको छ साथीहरू र यो चाहिँ तपाईँको समक्षमा यो साबुनलाई लगाएँ साबुनलाई लगाइसकेपछि चाहिँ अन्त यस्तो ग्लासहरू धुन पनि एकदमै सजिलो हुन्छ साथीहरू यो भित्रको कस्टहरू पनि कति जाँदैन नि साथीहरू अन्त एकदम सेफ तपाईँले हेर्न सक्नुहुन्छ एकदमै सेफ छ साथीहरू यसले चाहिँ अब घोच्दैन हातहरू हो एकदम तपाईँहरूले जति बल प्रयोग गर्दा पनि भयो यो प्रकारले समातेर तपाईँले एकदमै यो चाहिँ युज गर्न सक्नुहुन्छ है साथीहरू एकदमै यो कुनाहरूको पनि है हामीले यसरी प्रेस गरेर मजाले यसलाई हामीले धुन सकिन्छ है साथीहरू भित्रको पनि यसरी मजाले हालेर किनभने अब हात त कति कुरामा सानो चिजहरूमा पस्दैन है त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एकदमै तपाईँहरूलाई पनि सजिलो हुनेछ काम लाग्ने चिज हो र भिडियोलाई लाइक पनि गरिदिनु होला नबिर्सिनु होला अन्त मन पऱ्यो भने सेयर पनि गरिदिनु होला थ्याङ्क यू